पनि हाम्रो अभियान जारी छ। नेपाली कम्युनिस्ट पार्टीको त्यो अभियानलाई अहिले पनि रोकिएको छैन, रोक्नु भएको छैन। त्यसकारण चाहिँ कमरेडहरू अहिले हामी धेरै पार्टी मिलेर एउटा पार्टी बनेको छ। त्यो पार्टीको चुनाव चिन्ह तारा भएको छ। त्यसको उम्मेदवार पाल्पाको निम्ति क्षेत्र नम्बर 2 मा म भएको छु। प्रत्यक्ष भने समानुपातिकमा हाम्रो पार्वती विक सामना हुनुभएको छ। यसरी तपाईँको बिचमा अहिले एउटा उम्मेदवारको निश्चयदेखि उपस्थित भएको छु। मैले भनिसकेँ कि मैले धेरै कुरा यहाँ राख्न आवश्यक छैन। म एउटा सबैको बिचमा खुल्ला किताब भइसकेको हुँदाखेरि मलाई सबैले चिन्नु भएको छ र बुझ्नु भएको पनि छ। हुन त यो निर्वाचनमा आउँदाखेरि कतिपय अलि झुट्टा प्रचारहरू, अन्तर्गत प्रचारहरू मान्छेलाई चाहिँ अलि दिग्भ्रमित गर्ने खालका कुराहरू पनि आउन सक्छन्। तर मलाई के विश्वास छ भने पाल्पाली जनताले सोमप्रसाद पाण्डे चिनिसकेको हुँदाखेरि जतिसुकै कुप्रचार गरे पनि, जतिसुकै भ्रम सिर्जना गरे पनि त्यसले चाहिँ छुँदैन, जनताको मनमा छुँदैन। यहाँको बिचमा विकास निर्माणकै कुरा गर्यो भनेदेखि सबै कुरा छर्लङ्ग छ। आज यही दोभान गाउँपालिकाको वडा नम्बर 3 मा पर्ने सिद्धबाबा खण्ड, वडा नम्बर 3 को सिद्धार्थ राजमार्गको सिद्धबाबा खण्ड, जहाँ सुरुङ निर्माण भएको छ, प्रचार अनेक गरिएको छ। रूपन्देहीका नेताहरूले पनि मैले बनाएको, जसले त्यो सुरुङको निम्ति म आफू चाहिँ त्यो स्मरणमा छु। सुरुमा सुरुङ मार्ग बनाऊ भनेर कन्भिन्स गर्न धेरै लामो समय मलाई लागेको थियो नेताहरूलाई। उहाँहरूको सोचाइ के थियो, यो सबै ढुङ्गा काटेर अनि तिनौखलाको बाटैबाट रोपवे बनाएर चाहिँ भारत पठाउने र पैसा कमाउने भन्ने उहाँहरूको चाहिँ प्रस्ताव थियो। म त्यसको विरुद्धमा जानै पर्ने भयो। किन म गएको भनेदेखि मैले वातावरणविदहरूलाई सोधेँ, यस्तो खालको घटनाहरू चाहिँ संसारमा कुन कुन ठाउँमा कसरी गएको छ भन्ने बारेमा अध्ययन गरेँ र उहाँहरूले के भन्नुभयो भने यदि ढुङ्गा काटेर चाहिँ भारत पठाउने हो भने त्यो जुन ढुङ्गा काटेर ढुङ्गा त भारतले लैजान्छ, तर धुलो लैजान्न। त्यो धुलो 3 वर्षको बिचमा यो चाहिँ बुटवलदेखि जोगीकुटी भैरुवासम्म हाम्रो रूपन्देहीको जमिन सबै बगरमा परिणत हुन्छ, काट्ने दिनुहुन्न भनेर कतिपय वातावरणविदले मलाई। अनि त्यो कुरा चाहिँ ती नेताहरूसँग राखिसकेपछि र म यहाँका मुख्यमन्त्री हाम्रो शङ्कर पोखरेल पनि ठुलो चौडा पार्ने रुख यो चाहिँ सबै ढुङ्गा काटेर बेच्ने भन्नेमा उहाँले चाहिँ जति बेला पनि जोडबल गरेर भएको छ। तर मैले जब यी सबै कुरा बताइसकेपछि उहाँ पनि कन्भिन्स हुनुभयो र सुरुङ मार्गको पहिलो प्रस्ताव मैले नै राखेको थिएँ र पहिलो कन्सेप्ट मैले नै ल्याएको थिएँ। हालाकि यो कति ठुलो भयो, कति पुग्छ, कति पुग्दैन त्यो आफ्नो ठाउँमा छ, तर अरू विकल्प थिएन। सुरुङ बाहेकको विकल्प थिएन। त्यसको सुरुको चाहिँ यसको कन्सेप्ट ल्याउने, यसको चाहिँ अवधारणा ल्याउने मैले नै गरेको थिएँ। त्यो मात्रै होइन, त्यसपछि नेपालमा एकजना पनि सुरुङ मार्गसँग सम्बन्धित इन्जिनियर रहेनन्। सडक विभागले भन्यो तपाईँ या त स्विजरल्यान्डलाई गुहार्नुहोस्, या त चीनलाई गुहार्नुहोस्, या दक्षिण कोरिया गुहार्नुहोस्, तर नेपालमा त एकजना पनि सुरुङ मार्ग पढेको छैन। म त्यसपछि स्विजरल्यान्डको राजदूतसँग कुरा गरेँ र त्यसपछि मैले उसलाई सपोर्ट गर्नको लागि अनुरोध गरिसकेपछि अनि सपोर्ट पनि गर्यो, अनि डिजाइनिङ। अनि त्यसपछि तेस्रो चरणमा के आयो भन्दाखेरि बजेटको निम्ति चाहिँ अब जबसम्म बजेट सुनिश्चित हुन्न, खातामा पैसा छ भनेर भनिँदैन, तबसम्म सडक विभागले कुनै ठेक्का लगाउन, कुनै काम अगाडि बढाउन सक्दैन। त्यसकारण चाहिँ मान्यजी तपाईँले पहिला स्रोत सुनिश्चित गर्नुहोस् भन्नु। यो 2075 सालको कुरा थियो। त्यसपछि म त्यति बेलाको अर्थमन्त्री युवराज खोजेवाडा कहाँ पुगेँ। त्यहाँ पुगिसकेपछि उहाँले कति लागतको सामान्यजी भनेर सोध्नुभयो। मैले भने 10 अरबभन्दा बढी लाग्छ, तपाईँले 10 अरब रुपियाँ स्रोत सुनिश्चित गर्नै पर्छ। मैले भने उहाँलाई भने ओहो 10 अरब रुपियाँ, यो त सम्भव छैन, 10 अरब भनेको त ठुलो रकम हो। त्यसपछि मैले उहाँलाई के भने, हेर्नुहोस् ठुलो रकम होइन, 2026 सालदेखि अहिलेसम्म त्यो ठाउँमा धन्नै 972 मान्छे मरेको रेकर्ड चाहिँ अहिले मैले पाएको छु। यति धेरै ठुलो सङ्ख्यामा हताहती भयो, त्यहाँ मान्छे मरिसके। 972 ठुलो कि तपाईँको 10 अरब ठुलो? तपाईँले 10 अरब ठुलो भन्न हुँदैन भनेर उहाँलाई चाहिँ म धेरै
खडासँग कुरा गरेँ। त्यसपछि म तत्कालीन प्रधानमन्त्री कहाँ पुगेँ, त्यहाँबाट पनि सपोर्ट भएकै हो। अनि 2076 सालको मक्सिर 2 गते 10 अरब 15 करोड पैसा चाहिँ स्रोत सुनिश्चित भएर यो बाटो बन्यो, यो चाहिँ सुरुङ बन्यो। धेरै